नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिले एमाले र काङ्ग्रेससँगै गठबन्धन गर्दा उनीहरूको रोक सरेकोले अब त्यो गल्ती जनतासम्म माफी मागेर मैदानमा आएको बताएका छन्। आज बुटोलमा मगर मुक्ति मोर्चाको 6औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले अब त्यो गल्ती नदोहोर्याउने र विगतमा मजदुर किसानसँग केही सम्बन्ध कमजोर भएकोले अब त्यसलाई सुधारेर जाने तर हिंसात्मक होइन शान्तिपूर्ण अभियान चलाउने जनाए। सदन र सडकबाट भण्डाफोर अभियानमा छौं तर रौतहटमा आउँदा सरकारको गलत क्रियाकलापले इतिहासबाट परास्त समूहले चुनौती दिएकाले काठमाडौँ गएर विरोध गरेका छौं उनले भने। अहिलेको सबै अधिकारको जननी माओवादी हो, त्यसका रक्षा गर्ने जिम्मेवारी पनि हो। धमिलो पानीमा माछा मार्ने चलखेल सफल हुँदैन, दलालको इसारामा सरकारले जनतालाई सताउन दिँदैन। उनले सरकार विरुद्ध कडा आलोचना गरे। हामीले नेतृत्व गरेको सरकारले भ्रष्टाचारको फाइल खोलिरहेको थियो, देशव्यापी सकारात्मक काम भएको थियो, भारत चीन युरोपसँग कूटनैतिक मर्यादा बनाएको थियो, सबैलाई सम्झना होला उनले भने। अन्तर्राष्ट्रिय मञ्चमा हामी अब्बल थियौं, हाम्रो धारणाले प्रशंसा पाएको थियो, तर त्यो आन्दोलनको धेरैलाई मन परेको थिएन। संविधान मिचेर षड्यन्त्रमूलक तरिकाले सरकारबाट बाहिर फालिएको हो। मैले अन्तिम पटक सदनमा पनि भनेको थिएँ, त्यो व्यवहार विरुद्ध झापड दिने बताएको थिएँ। अहिले तराईमा त्यो अभियान चलाएका छौँ।